विक्रम सम्वत 2070 भदौ 12 गते पोखराको लेकसाइडमा एउटा मान्छे आफ्नो सानो क्लिनिकमा बिरामीहरूलाई युनानी औषधि दिइरहेको थियो। त्यहाँका मान्छेहरू उसलाई एक शान्त र सोझो डाक्टर ठान्थे। तर कसैलाई थाहा थिएन कि यो मान्छे भारतमा 40 भन्दा बढी बम विस्फोटकको मास्टरमाइन्ड हो, जसलाई भारतको रहले वर्षौंदेखि खोजिरहेको थियो। तर यो कुरा नेपालको गुप्तचर विभागले थाहा पाउँछ। त्यसपछि उनीहरूले चुपचाप बिना कुनै होहल्ला भारतीय इन्टेलिजेन्स ब्युरोलाई सूचना दिन्छन् र त्यही दिन बेलुका नेपाल गुप्तचर विभाग र नेपाल प्रहरी मिलेर यस दिन भट्कललाई इन्डिया नेपाल सीमामा पक्राउ गरिन्छ। विक्रम सम्वत 2067 सालदेखि पोखरामा लुकेर बसेको एक अन्तर्राष्ट्रिय आतंककारीलाई एउटा सानो देशको खुफिया संस्थाले फेला पार्यो, जुन काम अरबौं डलरको बजेट भएका एजेन्सीहरूले वर्षौंसम्म गर्न सकेकै थिएनन्। यो हो नेपालको गुप्तचर विभागको असली शक्ति र आजको भिडियोमा हामी त्यही रहस्यमय संस्था नेपाल गुप्तचर विभागको बारेमा कुरा गर्नेछौँ। नेपाल गुप्तचर विभागको इतिहास सुरु हुन्छ विक्रम सम्वत 2013 मा। तत्कालीन राजनीतिक परिवर्तनपछि नेपाल सरकारले पहिलो पटक औपचारिक रूपमा खुफिया संस्था स्थापना गर्यो, जसलाई भनिन्थ्यो नेपाल गुप्तचर विभाग। पञ्चायत कालमा यो विभागका अधिकारीहरूलाई देखेर जनता र सरकारी नेताहरू सबै डराउँथे। यो संस्था त्यति बेला एसियाकै उत्कृष्ट क्षेत्रीय खुफिया संस्थाहरू मध्ये एक मानिन्थ्यो। त्यसपछि आयो विक्रम सम्वत 2047 को जनआन्दोलन र त्यो ऐतिहासिक राजनीतिक परिवर्तनपछि यो संस्थालाई पुनर्गठन गरेर नयाँ नाम दिइयो राष्ट्रिय अनुसन्धान विभाग। अहिले नेपालको गुप्तचर विभाग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत काम गर्छ। यसको मुख्य कार्यालय काठमाडौँको सिंहदरबारमा छ र देशको सबै 77 जिल्लाहरूमा यसका कार्यालयहरू फैलिएका छन्। यसको मुख्य जिम्मेवारी भनेको आन्तरिक सुरक्षा, सीमापार आतंकवाद, मानव तस्करी, मनी लन्ड्रिङ र आर्थिक अपराधको खुफिया सूचना संकलन गर्नु हो। माओवादी द्वन्द्वकालमा पनि यो गुप्तचर विभागले धेरै इन्फर्मेसनहरू ग्यादर गरेर सरकारलाई सहयोग गरेको थियो। अमेरिकाको CIA सँग करिब 97,000 कर्मचारी छन्। CIA ले विश्वभर गोप्य अभियान सञ्चालन गरेर कुनै पनि देशको सरकार ढाल्न र बनाउन सक्ने क्षमता राख्छ। इजरायलको मोसाद संसारको सबैभन्दा निडर खुफिया एजेन्सी मानिन्छ। शत्रुलाई विदेशी भूमिमा ट्र्याक गरेर कारबाही गरेको यसको पुरानो इतिहास छ। अब नेपालको गुप्तचर विभाग हेर्दा यसको बजेट र जनशक्ति सार्वजनिक छैन, तर विशेषज्ञका अनुसार नेपाल गुप्तचर विभाग अहिले स्रोत र प्रविधिको हिसाबले यी एजेन्सीहरू भन्दा निकै कमजोर छ। नेपाल इन्डिया, चीन र अमेरिकाको लागि एउटा सानो तर अत्यन्तै महत्त्वपूर्ण देश हो। त्यसैले नेपालमा यी तीनवटै शक्तिशाली देशका एजेन्सीहरू नेपालमा सक्रिय छन्। यस्तो अवस्थामा गुप्तचर विभागको भूमिका अझ धेरै महत्त्वपूर्ण हुन्छ।